हेलो 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 आज हामी चाहिँ सुर्खेत जिल्लामा पर्ने काँक्रे बिहारमा छौँ। काँक्रे बिहारमा यस्तो रमाइलो गरौँ भनेको बिहान चाहिँ हामी देउती बजे गएका थियौँ र अहिले दिउँसोको बसाइ यसो गरेर काँक्रे बिहारमा आएका छौँ। यहाँनिर दुईवटा भाइ प्लस एउटा जुवाई चाहिँ हुनुहुन्छ। यति बेला डक्क लाएर धेरै समयपछि म चाहिँ धेरै समयपछि हामी काँक्रे बिहारमा आइसकेका छौँ डक्क लाएर हाम्रो ग्रुपिङमा। त्यही हो दिवस एकदमै रमाइलो हुने खालको छ आजको भिडियो डक्क लाएर हाम्रो लागि पता आसक्न। अनि यहाँनिर हाम्रो अशोक विक्रम साई चाहिँ हुनुहुन्छ। अनि चाहिँ हाम्रो यहाँनिर जुवाई हुनुहुन्छ सागर शाह। एकदम अनि चाहिँ आज हामी तपाईँहरूलाई देखाउँदैछौँ यहाँनिर काँक्रे बिहारमा टक्क लाएर होइन हो यहाँनिर चाहिँ यहाँ पछाडि काँक्रे बिहार हेर्नु टसक्क बसेर म देखाउँदै। सो हेलो गाइज फाइनली यति बेला हामी छौँ यति बेला डक्क लाएर यो काँक्रे बिहारमा जो एकदमै रमाइलो भइरहेको छ। टक्क लाएर सबैजनाको धेरै समयपछि भेटघाट भइसकेको छ अवश्य पनि एकदम गाइज है एकदमै यो फोटोसुट पनि काम भइरहेको छ। यहाँ माथि हाम्रो यहाँ अशोक फोटो खिच्नुहुन्छ यहाँ ल के छ एकदम रमाइलो छ काँक्रे बिहार छ लाएर हामी जोस धेरै खिच्ने फेरि हाई भन्दिनु है काँक्रे बिहारमा छ होइन। हामी यति बेला टक्क धेरै समयपछि टक्क काँक्रे बिहारमा छ सबैजना। अब त्यही हो यहाँ हाम्रो फोटोसुट भइरहेको छ टक्क लाएर यहाँ अब फोटोसुट खिच्ने कामहरू भइरहेको छ। सो गाइज हाम्रो चाहिँ टक्क लाएर आज अन्तिम दिन रहेको छ सुर्खेतमा। अब भोलिदेखि हामी चाहिँ टक्क लाएर हाम्रो यात्रा हुँदैछ। तपाईँहरूले यात्राको भ्लग अथवा आजको भ्लग सम्पूर्ण हामी जोस मिलाएर हाल्नेछौँ अपलोड युट्युबमा। सो योचोटि पनि गाउँघरमा फेरि रमाइलो तिहारमा रमाइलो हुने खालको रहेको छ। अवश्य पनि तपाईँहरू पनि रमाइलो गर्नुपर्छ गाइज टक्क लाएर है यसो भेटघाट चाहिँ गर्नुपर्छ। त्यही भनेर चाहिँ हाम्रो चाहिँ यात्रा टक्क लाएर भोलि हाम्रो यहाँदेखि सुर्खेतदेखि हाम्रो यात्रा रहेको छ। तपाईँले म भ्लग मार्फत अथवा विभिन्न भिडियो मार्फत तपाईँलाई म अपडेट दिने प्रयास गर्दैछु। हामी रमाइलो गर्दै जानेछौँ। के छ दाइ धेरै समयपछि अब छुट्टी हाम्रो फोटोसुटमा हुनुहुन्छ यति बेला लालु प्रताप शाह हुनुहुन्छ। यति बेला धेरै समयपछि सिकिसक्नु भएको छ। आज भोलि यहाँ एकदम पर्फेक्ट भइसकेको होइन एकदम हो क्यामेरा चाहिँ धेरै सिकेको थिएन। अब चाहिँ हाम्रो डिबी किङसँग आएर एकदम पर्फेक्ट भइसकेको छु है। फोटो खिच्न भिडियो अझै बाँकी नै छ एडिट गर्न बाँकी छ अझै ब्लरहरूलाई अझ क्लियर निकाल्न बाँकी छ। अब सो त्यही एउटा कलाएर यहाँ अब फोटो गर्ने कामहरू भइरहेको छ। यहाँ पछाडि रहेको छ काँक्रे बिहारको यो टेम्पल रहेको छ। सो हामी चाहिँ त्यस भनौँ न अब हाम्रो आज अन्तिम दिन सुर्खेतमा रहेको छ। अब हामी भोलिदेखि यहाँ सुर्खेतदेखि अछामको यात्रा हुँदैछ गाइज। कतिजना हामी रहन्छौँ होइन तब अवश्य पनि अछामतिर यसो 2-4 दिन भए तापनि हाम्रो बसाइ यो भेटघाट अवश्य पनि सबैसँग हुनेछ। हामी गाउँघरतिर अर्ग्यानिक लोकल भिडियो अथवा गाउँघर सबैसँग मेमोराइजको भिडियो अवश्य पनि म राख्ने प्रयास गर्नेछु। तपाईँहरूले डिबी किङ ठकुर युट्युब च्यानलमा गएर हेर्न चाहिँ अवश्य पनि नबिर्सिनु होला भन्न चाहन्छु। विशेष गरी त्यही हो हामी चाहिँ अब अपडेट चाहिँ हामी तपाईँलाई दिने गर्नेछौँ। गाउँघरतिर पनि विशेष अब भिडियोहरू म सुट गर्ने प्रयास गर्नेछु अनि हामी अर्ग्यानिक भिडियो पनि हाल्ने प्रयास गर्नेछौँ। यहाँ हाम्रो क्यामेराम्यान हुनुहुन्छ यति बेला लालु प्रताप शाह र उहाँले अशोक विक्रम शाह दाईको चाहिँ एउटा सुट गरेर राख्नु भएको छ। हामी रक्क लाएर धेरै समयपछि काँक्रे बिहार होला सायद। अब त्यही हो अब खासै पहिलाको भिडियो पनि मैले काँक्रे बिहारको सायद हाम्रो च्यानलबाट आएको छैन। अब त्यही हो हामी जो सम्पूर्ण मेमोराइजहरू अब गाउँतिर पनि टक्क लगाएर कति दिन बसाइ हुन्छ होइन 2-4 दिन बसाइ रहन्छ होला। अवश्य पनि हामी भिडियो हामी हाल्ने प्रयास गर्नेछौँ। अवश्य पनि तपाईँहरूले हेर्न चाहिँ नबिर्सिनु लगाउन चाहन्छु। विशेष गरी त्यही हो टक्क लगाएर एकदमै रमाइलो भइरहेको छ। त्यसको अब गाउँघरतिर पनि एकदम रमाइलो हुने खालको रहेको छ।